एकदमै नितान्त रूपमा यो एजुकेसनल पर्पसको लागि यसलाई कुनै पनि मान्छेले अन्यथा नलिदिनु होला। नमस्ते। कहिलेकाहीँ लाग्छ मान्छेहरू भावनाभन्दा पनि सामाजिक सञ्जालका पोस्टहरूमा बढी असर गरिरहेको हुन्छ। अहिले यस्तै घटनाहरू देखिँदै आइरहेका छन् जहाँ प्रेम सम्बन्धमा धोका, झगडा, गलत बुझाइका कारणले गर्दाखेरि मान्छेले आत्महत्या गर्छ। तर त्योभन्दा पनि चिन्ताजनक कुरा के छ भने यी घटनाहरूलाई हामीले सामाजिक सञ्जालमा रोमाञ्चक, भावनात्मक, कहाली लाग्दो शैलीमा प्रस्तुत गर्न थालिरहेका छौँ। दुनियाँले हाम्रो माया बुझेन, अब त म पनि जान्छु भन्ने स्टाटससँग फोटो भिडियोहरू भाइरल भइरहेका हामी देख्न सक्छौँ। अनि तुरुन्तै कसैले उनीहरूको कथालाई लिएर टिकटक बनाउँछ, कोहीले फोटोमा उदास गीत राख्छ र अरूले त कमेन्टमा लेखिदिन्छन् बिचारा साँच्चीकै माया गर्थ्यो। सो यो खालको सिम्पैथी मान्छेले अब्जर्भ गरिरहेको हुन्छ होइन। सो त्यसले गर्दाखेरि मान्छेको एउटा साइकोलोजिकल थटमा त्यो कुराले एकदमै ठुलो प्रभाव पारिरहेको हुन्छ। तर हामीले कहिले सोचेका छौँ त यस्तो पोस्टहरू देखेर जो अहिले मानसिक रूपमा कमजोर अवस्थामा छन् त्यो देखेर के महसुस गरिरहेको होला नि? मनोविज्ञानले भन्छ जब आत्महत्या जस्तो घटना सामाजिक सञ्जालमा बारम्बार र भावनात्मक ढङ्गले प्रस्तुत गरिन्छ त्यो कुरालाई अरूलाई पनि त्यस्तै गरौँ चाहिँ भन्ने मन लाग्न सक्छ। यसलाई चाहिँ हामीले वर्थर इफेक्ट भनेर बुझ्छौँ। वर्थर इफेक्ट भन्नाले कसैको आत्महत्या सम्बन्धी समाचार, कथा वा सामाजिक सञ्जालको पोस्टले अन्य मानिसलाई पनि आत्महत्या गर्न प्रेरित गर्न सक्ने मनोवैज्ञानिक प्रभाव भन्ने हामी बुझ्दछौँ। यसलाई समाजशास्त्र र मनोविज्ञानमा कपीक्याट सुसाइड पनि भनिन्छ। यसको नाम वर्थर इफेक्ट नै किन रह्यो त भनेर हामी बुझ्दाखेरि चाहिँ यो नाम जर्मन लेखक जोन वोल्फग्याङको सन् 1774 प्रकाशित उपन्यास द सरो अफ यङ वर्थरबाट आएको हो। उपन्यासका मुख्य पात्र वर्थरले प्रेममा असफल भएपछि आत्महत्या गर्छ र यो उपन्यास पढेपछि धेरै युवाहरूले वर्थरको जस्तै आत्महत्या गरे जुन ऐतिहासिक रूपमा डकुमेन्ट गरिएको छ। त्यसै कारण यसलाई वर्थर इफेक्ट भनेर भनिन्छ। यसको वैज्ञानिक प्रमाण चाहिँ सन् 1974 डाक्टर डेभिड फिलिप्सले पहिलोपटक यो टर्म प्रयोग गरे पाइन्छ। उनले देखाए कि मिडियामा चर्चित आत्महत्या समाचार आएपछि केही हप्ताभित्रै त्यस्ता घटनाहरू देशभर बढ्न थाल्छन् र विशेष गरी यदि आत्महत्या गर्ने व्यक्ति प्रसिद्ध व्यक्ति छ जस्तै सेलिब्रिटीहरू हुनुहुन्छ भने सो अवस्थामा चाहिँ यो अझै विकराल रूपमा यो बढ्ने सम्भावना बढ्दछ। सो यो असर किन हुन्छ भन्दाखेरि यसको दुई चारवटा कारणहरू छ जसमा चाहिँ आइडेन्टिफिकेसन भने हामी बुझ्न सक्छौँ। पहिचानको लागि दर्शक वा पाठक पीडितसँग आफूलाई मिलाउन खोज्छ, सो उहाँहरूसँग कनेक्ट हुन खोज्नुहुन्छ। सो नर्मलाइजेसन, सो यसलाई आत्महत्या समाधानको एउटा तरिका हो भन्ने सोचको विकास हुन्छ मान्छेमा। जब एउटा उसले हार्ड टाइमसँग फेस गरिरहेको हुन्छ त्यति बेला चाहिँ मान्छेहरूले त्यो न्युज देख्दाखेरि चाहिँ त्यो बाटो रोज्न सक्छ। सो यसलाई अर्को अहिलेको अवस्थामा चाहिँ रोमान्टिसाइजेसन भन्ने पनि हामी बुझ्न सक्छौँ जसमा चाहिँ आत्महत्यालाई साहसिक र प्रेमपूर्ण तरिकाले चाहिँ त्यसलाई पोर्ट्रे गरिदिने जुन अहिले चलन चलिरहेको छ त्यसले गर्दाखेरि मान्छेमा एक खालको त्यो थट आउनु एकदमै स्वाभाविक हुन जान्छ। सो यी कुराहरूले गर्दाखेरि चाहिँ हाम्रो आत्महत्यामा बढावा भइरहेको हामी पाउन सक्छौँ। सो अहिलेको सन्दर्भमा चाहिँ सोसियल मिडियामा गुड बाई पोस्ट, सुसाइड नोट वा ट्रिब्युट भिडियोज भाइरल हुने क्रमले यो प्रभाव अझ फैलिएको देखिन्छ। कहिलेकाहीँ आत्महत्यालाई अटेन्सन सिकिङ वा हिरोइक रूपमा प्रस्तुत गरिन्छ जुन अत्यन्तै हानिकारक हो। विशेष गरी रिलेसनसिप फेलियर, पब्लिक सिम्पेथी जोडिएका आत्महत्याका पोस्टहरूले अन्य कमजोर मानसिक अवस्थामा रहेका युवाहरूलाई नकारात्मक रूपमा प्रेरणा दिने गरेको हामी पाउन सक्दछौँ। सो यसको रोकथामको उपायहरू के हुनसक्छ भन्दाखेरि रिस्पोन्सिबल मिडिया रिपोर्टिङ। सुरुमा त मिडिया रिपोर्टिङमै हामी केही कुराहरूलाई सो गरिरहेछौँ त्योमा नै जानुपर्छ। सो आत्महत्याको समाचारलाई कहिले पनि ग्लोरिफाई गरेर देखाउनु हुँदैन। सो तथ्यमा आधारित र संवेदनशील ढङ्गले समाचार लेख्नु पर्दछ। सो हेल्पलाइनको मेन्सन गरिदिनु पर्दछ। यो सम्बन्धी मनोचिकित्सकहरू हुनुहुन्छ उहाँहरूको बारेमा सो त्यो न्युज राख्दाखेरि एट द सेम टाइम त्यो हेल्पलाइन पनि राखिदिनु पर्दछ। समाचारमा पोस्टसँगै मानसिक स्वास्थ्य सेवा हेल्पलाइन जानकारी राख्नुपर्छ। अवेरनेस क्याम्पेनहरू, वर्थर इफेक्टको बारेमा जनचेतनाहरू फैलाउनु। सो प्यापेगानो इफेक्ट भन्नाले मानसिक तनावमा परेका व्यक्तिहरूले आत्महत्या नगरी वैकल्पिक समाधान खोज्न सक्छन् भन्ने सकारात्मक मनोवैज्ञानिक प्रभाव हो। यसलाई वर्थर इफेक्टको उल्टो प्रभाव पनि भनिन्छ जसले आत्महत्याबाट जोगाउने भूमिका खेल्दछ। सो यसको नाम किन प्यापेगानो इफेक्ट नै किन बस्यो त भने हामी बुझ्दै जाँदाखेरि चाहिँ यो नाम मोर्जाटको प्रसिद्ध ओपेरा द म्याजिक फ्लुट को पात्र प्यापेगानोबाट आएको हो। प्यापेगानोले कथामा आत्महत्या गर्न खोज्छन् तर साथीहरूले समाधान र आशा देखाएर उसलाई रोक्छन्। त्यसैले यस्तो प्रभाव
जसले कसैलाई आत्महत्या गर्नबाट जोगाउँछ त्यसलाई नै पेपेगानो इफेक्ट भनेर हामी बुझ्न सक्दछौँ। साइकोलोजीमा यसको अर्थ के रहन्छ भन्दा जब मानिसले कसैको जीवनमा आएको गम्भीर तनाव समस्याको बावजुद पनि उसले आत्महत्या नगरी समाधान खोजेको कथाहरू पढ्छन् हेर्छन् त्यो उनीहरूको लागि आशाको सन्देश र उनीहरूमा पनि जीवनसँग जुझ्ने एउटा प्रेरणा दिन जान्छ। सो पेपेगानो इफेक्टले के गर्छ भन्दा यस्तो सुरुमा त मान्छेको आशा बढाउँछ, त्यसपछि उसलाई रिलिजेन्स डेभलप गर्दछ, मेन्टल हेल्थ को स्टेमिनालाई घटाउँछ, सो अल्टरनेटिभ कपिङ स्ट्राटेजीहरू देखाउँछ, सो सोसियल सपोर्टको महत्त्व बुझाउँछ। सो हामीलाई लाग्छ हामी सहानुभूति देखाउँदैछौँ, तर सहानुभूतिले कहिलेकाहीँ गलत दिशा देखाइरहेको हुन्छ। यस्तो पोस्ट भिडियो स्ट्याटसले अरूलाई बचाउने होइन, कहिलेकाहीँ उनीहरूलाई सोही गल्ती दोहोऱ्याउने बाटोहरू हामी देखाइरहेका हुन्छौँ। जीवनमा दुःख हुन्छ, प्रेममा धोका पनि हुनसक्छ, पारिवारिक तनाव हुनसक्छ, सोचेको जस्तो जीवन नहुन पनि सक्छ, तर समाधान आत्महत्या होइन। कसैको लागि मर्नु महान होइन, आफ्नो लागि आफ्नो परिवारको लागि बाँच्नु महान हो। हामीले बुझ्नुपर्ने कुरा यही हो, भावनामा बहकिएर होइन जिम्मेवारीका साथ सामाजिक सञ्जाल चलाउनुपर्छ, नत्र एकजनाको पोस्टले अर्कोजनाको ज्यान जान सक्छ। यो भिडियो बनाउने उद्देश्य दोष दिने होइन तर चेतना जगाउने हो। हामी सबैले यस्ता पोस्टहरू देख्दा सोच्नुपर्छ कि यो कसैको मनोबल बढाउने हो त कि घटाउने हो। यदि तपाईँ वा तपाईँको चिने जानेमा कोही मानसिक तनावमा हुनुहुन्छ भने सहयोगको लागि टोल फ्री नम्बरहरू छ, यसमा सम्पर्क गर्न सक्नुहुन्छ, जसमा चाहिँ टिपिओ नेपालको टोल फ्री नम्बर रहेको छ 1660 01 र अर्को रहेको छ पहिलो कदम हेल्पलाइन, जुनको चाहिँ मनको कुरा मनमै राखेर बाँच्ने होइन, मनको कुरा मन परेकाहरूसँग बाँडेर बाँच्नुपर्छ। मलाई चाहिँ यो वर्थर इफेक्ट र पेपेगानो इफेक्टको बारेमा क्युरियोसिटी भएर चाहिँ मैले यसको बारेमा बुझ्दै जाँदाखेरि यी कुराहरू थाहा पाइसकेपछि चाहिँ होइन आफूले थाहा पाएको कुराहरू चाहिँ होइन आफ्नो भिडियो मार्फत भए पनि थोरै भए पनि 2-4 जना मान्छेले भए पनि थाहा पाउनु हुन्छ भन्ने हिसाबले चाहिँ मैले भिडियो बनाएको। यसमा म कुनै पनि हिसाबमा म एक्सपर्ट होइन, सो कसरी यो कुराहरूले वर्क गर्छ त भन्ने हिसाबले चाहिँ मैले यसमा भन्न खोजिएको थिएँ। कति हजुरहरूले बुझिदिनु भयो। एकदम जिस्टमा अझै पनि हामीले सामाजिक सञ्जालको प्रयोग गर्दाखेरि चाहिँ त्यसको संवेदनशीलतालाई एकदमै बुझ्नु जरुरी हुन्छ। हामी के कुरालाई ग्लोरिफाई गरिरहेछौँ, के कुरालाई हामीले बढावा दिइरहेछौँ, हाम्रो एउटा सामान्य कमेन्ट, एउटा सामान्य कुनै कुरा सेयर गर्दाखेरि त्यसले कतिसम्म महत्त्व राख्न जान्छ। कतिपय अवस्थामा हामीले जानेर वा कतिपय अवस्थामा हामीले नजानेर पनि हामीले पोस्ट गरेको या हामीले सेयर गरेको चिजले अरू मान्छेलाई कतिको असर गरिरहेको छ भन्ने कुरामा एकचोटि पुनः सोच्न जरुरी हुन्छ। सो आजको लागि यति नै। अन्तिमसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।